सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप तपाईहरु नि सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दै आजको न्यू डे न्यू ब्लग हेर्दै गर्नु होला। सो गाइज आज चाहिँ म काममा पनि गएन अनि यस्तै आज चाहिँ मेरो दिदी आउनु भएको थियो, ठुल दिदी, अनि ठुल दिदीलाई भेटेँ अनि त्यसपछि खाजासाजा खाएँ अनि दिदी जानुभयो दिदीको घरमा अनि म नि आएँ यता। अनि अब चाहिँ म बहिनीहरूको वेटिङमा छु। अनि मेरो चाहिँ दिन यस्तै हो, म गयो मास्तिर घुमेँ एकछिन अनि यसो हल्का किनमेल गर्नु थियो, किनमेल गरेँ, यति नै हो गाइज। अनि यति भन्दै मेरो बहिनीहरू आउन चाहिँ लास्ट टाइम लाग्ने रहेछ गाइज होइन। गाइज पानी पर्दैन गाउँमा, के गर्ने, परे पनि बल्ल बल्ल पर्छ। मेरो तल गाउँमा त बस्नै नसक्ने भइसकेको छ गाइज होइन। यहाँ चौतारामा चाहिँ अलिक शीतल शीतलै छ। पछाडिको ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ, यो पछाडिको ब्याकग्राउन्ड चाहिँ चौताराको हो। यो चाहिँ हाम्रो सिन्धुपाल्चोकको सदरमुकाम अनि बजारको चाहिँ मेरो बहिनीले गरेको एकदम मेहनती छ। अनि त्यो बहिनी चाहिँ फुल भनेपछि त कति फुलहरू छ, कति कति गाइज। यहाँ चाहिँ एकै थरीको फुल छ भने पनि बहिनीले चाहिँ थरी थरी ल्याउन खोज्छ तर पाइँदैन। अनि यहाँ त नर्सरीमा किन्न पनि अलिक महँगो रहेछ। यो चाहिँ हाम्रो कान्छी बहिनीले गरेको खरबुजाको बोट हो गाइज। अस्तिको वर्ष पनि खरबुजा खाएको थियो, यत्रो यत्रो डल्लो भएको थियो। यसपालि चाहिँ अब चाहिँ बहिनीहरू है, हाम्रो बहिनीहरू आइसके। हेलो भन देवकी। अनि यो चाहिँ एकदम अलिक छाडा टाइपको मान्छे हो। रेवती हेलो गर। हेलो मुनाको भ्लग हो। हेलो सबैलाई नमस्ते मुनाको भ्लगमा। वाउ। ल साथीहरू अब चाहिँ भ्लग चाहिँ मेरो बहिनीले गर्ने रे। अब उनले के देखाउँछ हेर्नु होला। अब म चाहिँ के देखाउँछु हेर्नु होला। धेरै के होइन, अब घरमा के छ है। फर्स्टमा चाहिँ देवकीले बनाएको फुलहरू देखाउँछु म। हेर्नु होला, यो चाहिँ देवकीले बनाएको एकदम मेहनत गरेर त्यो उनेर बनाएको हो। यो चाहिँ अब बिस्तारै बिस्तारै अब उसले बेच्छ पनि होला। यो चाहिँ उसले डेमोको लागि राखेको हो, बिस्तारै यो कुरा पनि हुन्छ। अनि यो चाहिँ उसलाई स्पेसल मान्छेले गिफ्ट दिएको होला, हामीलाई थाहा छैन कहाँबाट आयो। ऊ त्यहाँ पर पनि छ, देखाउनु होला। यस्तो राम्रो छ, देवकीहरूले राम्रो राम्रो बनाइरहेको छ। उतातिर हिँड्नु खतरा छ। अहिले चाहिँ हामीलाई 5 बजिसक्यो अनि हाम्रो चाहिँ स्कुलकोबाट छुट्टी 4:15मा हुन्छ। अनि अलि के अरे एकछिन पसलमा बसेर आएको हामी चाहिँ। बहिनीलाई पसल जाऊ। साथीहरू म चाहिँ खाजा लिनको लागि है पसल जाँदैछु। अब पसल गएर केही खाजा किनेर ल्याउँछु म। अनि कहाँ भोक पनि लाग्यो, त्यो भएर अब केही चाउचाउहरू ल्याउनु पर्यो। चाउचाउ त होइन, मुनाले पैसा पनि मलाई ढुङ्ग्रो अस्ति नै किनेछ के न पैसा पर्छ भनेर त्यो जहिले किनिरहेको हुन्छ मुनाले। अनि आज पनि किन भन्दै थियो 2टा, तर म अर्को खान्छु अनि त्यसलाई एउटा मात्र किनिदिन्छु म। चाहिँ माथि आइसक्यो अनि मुना कहाँ? मुना साथीहरू, मुना चाहिँ माथि गएर छ। अब म नि माथि जान्छु सबै सामानहरू लिएर। चाउचाउ चाहिँ किनभने देवकीले खाँदैन चाउचाउ। त्यहाँ मैले नल्याएको अनि त्यहाँ मैले रोपेको खरबुजा छ, सिनै ठुलो भएको थियो, त्यो पालि पनि खान्छु म। यता छ मुना, खोइ त मलाई यसले चाहिँ मलाई चेको गर्दैछ। मैले साँच्ची भनेको साथीहरू, यो चाहिँ मेरो हो ल। अनि म चाहिँ यो खाने के हो त? कसलाई त
त्यो मेरो हो। साथीहरू यसले चाहिँ पत्तायो है मैले भनेको कुरा। साथीहरू, यसमा चाहिँ पैसा पर्छ भन्छ। मैले कम्तीमा 20 वटा जति किनिसकेँ होला, 1 रुपियाँ नि पैसा। मैले अघि साथीहरू तपाईँहरूलाई भनेको थियो, अहिले अस्ति नै दिदी यस्तो ढुङ्ग्रो किनेछ। यो पिर हुन्छ नि, मैले चाहिँ दुसरो यो मन्च ल्याएको कस्तो मिठो हुन्छ। अनि यो मन्च चाहिँ एकदम किटक्याट जस्तो सेम टु सेम। यसले चाहिँ जहिले पहिला पैसा पर्छ हेर्नु है, त्यसको भाग्यमा छैन यो पैसा। हेरिरहनु होला। देउकी आइज्यौ। हाम्रो चाहिँ 4 छ 4हरू तिमीहरू आफूसँग म चाहिँ लागेँ बाहिरतिर कुकर पट्काइराख यसले क्या मस्त बेकार जिंदगी है देखाउने यसरी अनि हामीले यसरी खाना खाइराख। हेर्नु भयो नि त आजको हाम्रो भ्लग। अनि आजको लागि चाहिँ यति नै भनौँ। अब